मेरो जिन्दगी पनि एउटा वन किताब जस्तै भएको छ। जसले खोल्यो त्यसले पढ्दै पढेन, जसले पढ्यो त्यसले बुझ्नै सकेन, र जो बुझ्नु सकोस् त्यो कहीँ कोही भेटिन। यस्तै रहेछ। यहाँ दुःख पोखौँ भन्दाखेरि कसले सुनिदिने, मनको व्यथा पोखौँ भन्दा को छ बुझ्दिने। यहाँ कसैको प्रब्लम बुझ्ने भन्दाखेरि यहाँ मजाक उडाउनेहरू धेरै छन्। त्यसैले मनको पीर मनमा राख्दा पनि मनलाई भारी हुँदो रहेछ। यस्तै रहेछ छोरा मान्छेको जिन्दगी। छोरा मान्छेको दुःख पीडा कसैले बुझ्दैन रहेछ। त्यसैले मनमा दबाउँदाखेरि नै कि त ऊ राम्रो बन्छ कि यो नराम्रो हुनुपट्टि मजबुरी हुन्छ। यस्तै रहेछ।